बाबा ढोका लगाइदिसो गेट लगाइदिसो ल So hi everyone, it's me Monisha. आज चाहिँ हाम्रो रिपब्लिक क्वीन्सको कल्चरल राइड हेरिटेज साइट भन्दैछ अनि आज चाहिँ हामी काठमाडौँ भक्तपुर ललितपुरको राइड गर्नेछौँ अनि आजको राइडमा चाहिँ तपाईँहरूले हाम्रो नेपालको विभिन्न वेशभूषा देख्न पाउनुहुनेछ यो राइड चाहिँ स्पेसली फर हाम्रो कल्चर प्रेजेन्ट गर्नको लागि भएर चाहिँ म जाँदैछु नानीको लाएर आएको छु ठिकै भएन हाम्रो सेलिब्रिटी भाउजू आउनु भइसक्यो बाइकमा गएर बसौँ न त कसको कसको के हो मेला कि भेट्यो के भेट्यो हाम्रो राइड चाहिँ सुरु भइसकेको छ हामी सोरोकुटेबाट निस्किन थालिसकेको छौँ यहाँ हाम्रो स्ट्रङ लेडी राइडरहरू रेडी भइसक्नु भएको छ अब यो मेरो त एङ्गलै नमिल्या होला मिल्या छ दिदी अनि ल मेरो चाहिँ बाइकमा चाहिँ कस्तो हुन्छ भने मेरो बाइक अग्लो छ अनि मेरो ऊ चाहिँ मिलेर हुँदैन हाई हाई बसौँ ल बसौँ है यो 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 ब्रो यो ब्रो यो यो ब्रो तिमी चाहिँ तिम्रो साडीलाई एकदमै धेरै केयर गर प्लिज सो ल हामी हिँडिसकेका छौँ अब लेट्स गेट रेडी टु मुभ ध्यान पुऱ्याउनु है विचार गर्नु विचार गर्नु है विचार गर्नु विचार गर्नु सब केटीहरू
झरेर दिन्छु अनि भन्ने लुगाई सुगाई हराए जस्तो लागिसक्यो हौ गल्ली राइडमा ग्याप नराख है यताको हराइसक्यो यताको कता हो सुराल देखिसक्यो भित्रको मेरो लुगा सुगा हराएर डिलिट भयो इन्टरनेसनल फिमेल राइड डे हो राइडहरू हरेक वर्ष राइड गर्छौँ क्या इन्टरनेसनल फिमेल राइड डे हजुर ह्यापी फिमेल राइड डे यहाँ बाजेहरूको हेर है बाजेहरूको हाई हाई पनि जाँदैछौँ है के हो दिदी भ्लग गर्नु पर्दैन भ्लग गर्दैछु हामी चाहिँ अहिले कीर्तिपुरको माथि उमामहेश्वर मन्दिर पुगेर फर्केर फेरि बागभैरव मन्दिर आइपुग्यौँ त्यहाँबाट हामी दर्शन गरेर फेरि निस्किन्छौँ कस्तो हुन्छ भने नि त्यो मन्दिरहरूमा चाहिँ अलग्गै भाइब हुन्छ क्या त्यो इफ रिलिजनमा चाहिँ बिलिभ गर्नुहुन्छ भने चाहिँ यो मन्दिर एकचोटि आइसके पछाडि चाहिँ तपाईँलाई अर्कै फिल हुन्छ क्या यसमा चाहिँ फेरि यो गोरुको हो कि के को भैँसीको यस्तो रङको यस्तो रहेछ क्या यो पनि रिचुअल होला त्यो मेबी ऊ हुनसक्छ त्यो राङ्गोहरूको हुनसक्छ क्या बलीको त्यो लगाएको होला क्या तर यो पुरानो एकदमै धेरै पुरानो जस्तो लाग्यो मलाई चाहिँ हो भाइमसु भनिदिनु भएमा
खेचो आइपुगिसकेको छौँ अनि यहाँ चाहिँ दिललोक त दाइ नगर्छन् र हाम्रो कल्पना भाउजू आफ्नो पालोमा एक रेप त बन्ता है भाइ तेरो पालोमा अहिले यहाँ नमस्ते नमस्ते नमस्कार एकदमै हजुर हजुर किताब लुम्बिनीकै उयो भ्लग आएन यो त के खासा भने नि हाम्रो भ्लगै दिलले नै आउँछ यहाँ मलाई दिललाईहरूले यस्तो हामी फुल दिनु भएको छ तिमीहरू चाहिँ किन त्यता तिमीहरू किन छुट्टै पारा चाहिँ मन पर्यो ल अगाडि आऊ न के हेरेको फाल्छामा इन्ट्री भइसकेको छ मैले चाहिँ स्वागत पनि पाइसकेँ मैले बाँकी नै छ ल तारेकै हो साडीको आउँछ भोलि आउँछ यो जति भ्लगमा आएर कति बेला आउँछ लिएर आउनु पहिला लुम्बिनीको भ्लग हेर्नु है गाइज लुम्बिनीको चाहिँ भ्लग आएकै छैन क्या कति महिना भयो 3-4 महिना भयो लुम्बिनीको भ्लगै रहन्छ मसँग के बाङ्गो चाहिँ के पार्ने भन्दा त्यो सिधा के छ त्यसलाई भाग्नु पर्यो लुकेर लुकिने मलाई त यसरी त कसम केटाले नि भनेको लेसबिन बन्दियो क्या हेलो गाइज अहिले चाहिँ गोब्रो र हेलमेट चाहिँ दुइटै ह्याक भएको छ मैले लुटिएको छ गाइज के गर्नु गाह्रो म भ्लगै बनाउनु दिँदैन यार गाइज हेलो गाइज हामी चाहिँ अब यस्तो भ्लगमा मेरो चाबी हेर्छ गाइज चाबी नै भेटेन सिद्धिपुरबाट मुभ भएर अब चाहिँ हामी पसलाम्बु वाल क्लाइम्बिङ जाँदैछौँ गाइज चाहिँ हाम्रो कल्पनामा महर्जन भाउजूले वाल क्लाइम्बिङ गराउनुहुन्छ अपेक्षाको साडीको सल ख्यालेलेलेलेले भइरहेछ हान्यो गयो लड्यो के भयो आयो मेरो गल्ती होला होइन भन्छ मेरो बिचरा यो फ्रस्ट्रेट भइसक्यो यो केटीहरू लडेर यो बहिनी आएर भन्दै रे यसलाई रिस उठेर हैरान भयो